Hello guys, welcome to my channel. र आज म बाहिर निस्केको आफ्टर 3 days हाम्रो यहाँनिर चाहिँ फेस्टिभल चल्दै थियो र निस्केको थिइन अनि आज आफ्टर 3 days निस्केको म अनि आज चाहिँ म चाहिँ यो हाइफा सिटीमा यसो घुम्ने भनेर आएको जे हुन्छ तपाईहरुलाई त्यही देखाउँछु यहाँनिर आइपुगिसकेको छु आज चाहिँ मौसम अलिकति विन्डी पनि छ गरम छ तर पनि अलिकति हावा चलेकोले गर्दाखेरि चिसो पनि छ र एकदमै दामी वेदर भइरहेको छ आज अनि यहाँनिर माथि यो चाहिँ होटल हो सतुरे होटल हो अनि यो होटलबाट चाहिँ राम्रो भ्यूहरू देख्छ र गाइस मैले चाहिँ यहाँ के देखेँ यहाँनिर एकजनाले गीत गाउँदै रहेछ अनि अर्को चाहिँ यहाँनिर अडियन्स भइरहेको रहेछ एकदम इन्जोय गरिरहेको रहेछ बस स्टप हो all proposition well. You could see the fear turning out there was else. And on the young still in my down and the chapel bell. Tell her these say the all folks who go to show you never can tell. You can jump and pockets with it too, no sale. They call it red or gravy to the dealers and ginger ale. But you hear upon water from my county walk around. Say the least they the old folks who want to show you now can tell. They get the high side for the boys and the bloody sled. And I'm your little rat, little man. What do you say? बसले छोडेको अवस्था गिटार लिन आएको नि पुरानो गिटारमा आएको घरबाट यो चाहिँ अब हाम्रो अपार्टमेन्ट जाँदैछौँ हाम्रो अपार्टमेन्टको एरिया चाहिँ यस्तो छ जहाँनिर चाहिँ हामी वन्स इन अ मन्थ छुट्टी आएर हामी बस्छ साथीहरू गेट टुगेदर गर्छौँ हाम्रो अपार्टको चाहिँ यस्तो छ वरिपरि यस्तो छ शीतल रुखहरू अनि यहाँनिर कलरिङको कामहरू हुँदैछ एकदम मिठो कलर लगाइरहेछ अहिले चाहिँ म हाइफाको मार्केटमा छु यसलाई चाहिँ लेप हदार भन्छ लेप भनेको चाहिँ हिब्रूमा चाहिँ हार्ट हिब्रूमा लेप भनेको चाहिँ इङ्ग्लिसमा चाहिँ हार्ट हो यो चाहिँ हदारको हार्ट अफ द हदार यस्तो छ मार्केट यहाँभित्र चाहिँ ब्यागहरू पाउँछ ब्रान्डेड ब्यागहरू पाउँछ मैले थुप्रै किनेको छु साथीहरू यो चाहिँ एकदमै मेरो फेभरेट भ्यू हो यो चाहिँ अनि जहाँनिर म बस्छु त्यहाँबाट चाहिँ भ्यू एकदम राम्रो नजारा देखिरहेको रहेछ कोही बेला वेदर क्लियर भएको बेला चाहिँ यसरी भ्यूज देख्छ अनि
एकदमै दामी छ हेर्नुहोस् त। र त्यसपछि चाहिँ हामी एउटा माथिनिर डाँडामा एकजना मेरो साथीले बोलाएको थियो अनि हामी चाहिँ केबल कारबाट एक्सप्लोर गर्ने भिडियोहरू पनि बनाउने अनि केबल कारबाट जाने भनेर चाहिँ हामीले प्लान गऱ्यौँ। त्यसपछि केबल कारभित्र इन भयो अनि एकदमै दामी दिन भएको कारणले गर्दाखेरि चाहिँ मजा आइरहेको थियो। तर यो ग्लासभित्रबाट भिडियो लिएको हुनाले गर्दाखेरि चाहिँ त्यति साह्रो क्लियर चाहिँ देखेको छैन जतिको चाहिँ हामीले हाम्रो आँखाले देखिरहेको थियो। तर भिडियोमा चाहिँ त्यस्तो क्लियरिटी आएको छैन। तरै पनि जति सक्दो चाहिँ मैले खिच्ने ट्राई गरेको छु भित्रबाट। सो तपाईँले इन्जोय गर्नुहोस्। यो चाहिँ केबल कारबाट उकालै जाँदाखेरि उकालै जानुपर्छ। एकदम चिसो ठाउँमा जाँदैछ हामी। यहाँनिर रुखहरू हेर्नु सक्नुहुन्छ, धुप्पीको रुखहरू। उता हाम्रो दार्जिलिङहरूतिर जस्तो लागिरहेको थियो माथिबाट धुप्पीको रुखहरू हेर्दै जाँदाखेरि। एकदमै हाम्रो राम्रो दिन भइरहेको थियो। वेदर पनि राम्रो भइरहेको थियो। यहाँ तल चाहिँ मैले मेरो साथीलाई देखेँ केवल कारबाट हिँडेको तलनिर उभिरहेको छ। फाइनली हाम्रो बहिनीलाई हामीले भेट्यौँ र यो भेटाइको खुसीको सीमा नभएर चाहिँ सीमा आफै उफ्रिँदैछ यहाँनिर। यहाँ चाहिँ हाम्रो युनिभर्सिटीको सबभन्दा राम्री सिङ्गल बहिनी हो। मैले सुमितालाई यो ब्रिजमा लिएर आएको। कस्तो लाग्यो साथी? दामी लाग्यो? ब्रिज दामी रहेछ। यो चाहिँ नि बाग्राकोटको त्यो उयो जस्तै के अरे हाइवे जस्तै रहेछ। लुप हाइवे जस्तै रहेछ। दामी रहेछ। मासु र भात बोकेर यहाँ अगाडि हाम्रो एकजना व्यक्तित्व जानु हुँदैछ। यहाँनिर अर्को हामी चाहिँ यहाँबाट झरेको अहिले। यहाँनिर चाहिँ हामी लुप ब्रिजबाट भएर जाँदैछौँ। ब्याक क्यामेराबाट त देख्दैन त। यहाँ चाहिँ हामी पार्कको खोजाइमा छौँ। फाइनली हामी यो पार्क चाहिँ पुग्यौँ। अहिले चाहिँ हामीले खाइसकेर चिया पनि खाइसक्यो। यहाँनिर भिडियो बनाउँदैछ दुईजनाले।